बिरपाडाबाट आएर चाहिँ यस्तो डरलाग्दो थाकिरहेको थिएँ तर के गर्नु नि भोलि चाहिँ मेरो नानीको टेस्ट थियो अहिले सबै नानीहरूको फर्स्ट टर्म टेस्ट स्टार्ट भइसकेको छ त मेरो नानीको पनि थियो तर मेरो नानी हेर्नु नि कस्तो गुड गर्ल पढिरहेको छ मैले त्यस्तो केही पनि गर्नु परेको थिएन बसी मात्रै रहेको थियो किनकि म एकदमै थाकिरहेको थिएँ पुरै निन्द्रा लागिरहेको थियो अन्त म तपाईँहरूलाई देखाउँछु आज मेरो हस्बेन्ड आएर चाहिँ मलाई यस्तो डरलाग्दो सपोर्ट पाएँ अब के भन्नु अब ऊ आएको 2-3 दिन भएन त्यसको अगाडि त कोकोलाई बोकेर तलमाथि गर्नु पर्थ्यो अब यत्रो भारी छ कोको हामी आइमी मान्छेहरू बोक्नु पनि सक्थेन अन्त 2जना चाहिन्थ्यो तर मेरो हस्बेन्डले चाहिँ एक्लै बोकेर कोकोलाई तल लान्थ्यो माथि ल्यान्थ्यो हुनु त हिँड्छ कोको तर पनि उसको एउटा खुट्टा चाहिँ अलिकति अब दुखेको जस्तो छ त्यसले गर्दा होला उसले यस्तो डरलाग्दो कोकोलाई माया गर्छ नि होस् मै बोकेर लान्छु भनेर उसले बोकेर सिँढीबाट तल झार्थ्यो अब वासरुम अब टोयलेट बाथरुम जानुको लागि फेरि बोकेर माथि ल्याउँथ्यो भनेपछि अब कस्तो डरलाग्दो माया गर्थ्यो होला अब इक्जाम छ म थाकेको पनि छु भनेर उसले नै अब नभनी आफै खाना पकायो भाँडा बर्तन सबै धोयो उसले चाहिँ नानी र कोकोलाई मात्रै हेर्नु भन्यो मलाई मेरो आजको काम चाहिँ यही हो हस्बेन्ड भएर चाहिँ यतिको सपोर्टिभ चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई यतिको चाहिँ बुझ्ने अब गरिदिने हेल्प गरिदिने हुनुपर्छ त अहिलेको लागि यति नै बाई गुड नाइट